सब गाइस तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। फेरि यो चाहिँ हाम्रो खरबारीतिर आएको सेकेन्ड पार्ट हो। तपाईहरु यता आएको चाहिँ हाम्रो फर्स्ट पार्टमा देख्नुभयो होला। अब यसको जर्नी सुरु गरौँ। ल मलाई नि देखाऊ है। देखिएछ नि मेरो नि। यो ठुलो हो के है? हात कन्ना दे। यता माथि यता यता यो बुटाहरु देखिन्छ यो त जाऊ है। अनि यो नि टिभी हाल्न मिल्छ नि? मिल्छ ह सुन्नु ठुलो धेरै कल्छ आउँछ यतै अझै उत्तान गराउँछ हो। यस्तै गराइदिन्छु यस्तै। त्यस्तो त हो नि। हुन्न रे। कुन हो र हाम्रो त मैले बिर्सेको नि छ कि लास्टै ओइ मोबाइलमा हेर्दा त तँलाई चाहिँ ध्यानै भएन। हाम्रो देखिएछ नि त्यही बालछराको देखाउनु पर्यो नि होइन। अनि कति मिनटको भयो अहिलेसम्म थाहा पाइछौ? कति मिनटको भएछ? 3 मिनट 1 मिनट 1 मिनट। घामले हेर्न नसकिनु मात्रै के अरे लास्टै घाम चर्को है। हेर त शीतल कति शीतल है। यस्तो घाम भएको आइसहरू पहिला त कस्तो है साथीहरु। मेरो पुरानो घरको पनि तपाईहरुले देख्नु होला भिडियो। यस्तोमा के काट्ने हो? यस्तो खालकोमा पनि के काट्ने त आजै देखो। चिसा लाग्यो है। कति शीतल है। होइन हौ त्यो एकछिन त्यो उठमा बसौँ। फार्ममा के अरे त्यो गाई फार्म त्यो छ है भैँसीमा चौतारी चौतारीको त होला नि। उ त हो खोइ कहाँ उ हो चौवाको बसाइ यतिया ए उताबाट जान्छ नि। त्यतै हेर्नु न यो बाटो चाहिँ घाम धेरै चर्केको छ छोरो। यहाँ पनि राम्रोसित देखेँ होइन। अब घाम हान्न सकिने भयो बस्न है। होइन सर हेर्छ घाम कहीँ काट्छुस्। टोपी लगाएर आउनुपर्छ नि। टोपी लगाएर आउनुपर्छ नि हामीले। घाम भयो लास्टै लिनु त मेरो त हातै गल्यो राम्रोस् है। त्यो बटनमा नदबाउनु है। ल ल राम्रोसित हेर्दैन है त बाटो देखेँ हामीले देखेँ। मान्छे आएको है त्यहाँबाट जानु पर्छ। हजार भएछ टोकरीले गुडाउँदै गहन है। यस्तो घाम चर्कियो पनि भाइ लास्टै घमै आएको यसो त घाममा त नगर्छ है। कता जाने हो? त्यता माथि माथिबाट बाटा हेरेर कस्तो गाह्रो बाटो।
तिनीहरूले जान दिन्न उता जाने गाडी त साथीहरू यो पार्कको लागि यति नै